Ever tried a day trip to Dhahran? Let's do it with Visit Dhahran. Got off the bus and bam, stunning views everywhere. It's like nature's own gallery. Hopped into a local ride, and wow, the vibe is infectious. Feels like you're part of the community. Cash in hand, no worries about cards. It's all about that real-life experience. After a day of exploring, you'll want to stay longer. Trust me, it's worth every moment. So, ready for your next adventure? Grab Visit Dhahran and let's hit the road. अब चाहिँ रेडी भयो बस है यहाँ लोड हुँदैछ बस अब वे टु धरान अब चाहिँ धरान जाने हामी पशुपतिबाट निस्केको है वे टु धरान है भेरी एक्साइटेड है हामी यहाँनिर आइपुग्यो कन्याम अब चाहिँ यहाँनिर कन्याम भन्छ है यो चाहिँ सबै कन्यामको रुट हो यो पनि एउटा नेपालको टुरिस्ट प्लेस हो पशुपतिबाट ज्यादा टाइम लाग्दैन है यस्तै हाफ एन आवर 35 मिनट्सहरू लाग्छ है अब यहाँ हामी चाहिँ अहिले इटहरी आइपुग्यो हो लाइक कति भयो भन्दाखेरि टाइम अहिले तपाईँको 5:15 भयो इभिनिङको र अब यहाँ चाहिँ धरान अब स्टार्ट भयो धरान यहाँबाट चाहिँ गुड मर्निङ अल यहाँ चाहिँ धरानको मर्निङ टाइम हो है अब चाहिँ दाजुसित एकछिन बाहिर आउटिङ जाने है 1 राउन्ड दाजु रेडी हुँदैछ यहाँ है चाहिँ दिदीहरूको घर दाजु दिदी दाजुले निकाल्नु हुँदैछ है अब चाहिँ 1 राउन्ड है धरानको गो दिदीलाई सिकाउनु त फलो भएको भाउजूहरू हो नि त ए बाहुनीहरू हो नि त हजुर हजुर लाग्छ नि गाडी पिक्चरहरू चाहिँ यहाँ धरानको क्लक टावर यसरी हो अब कत्रो साको यो त्यो डुगु अरे यत्रो लामो डुगु कत्रो लामो ओ यसरी हाल्नुपर्छ डुगु
यत्रो लामो त टुकु दार्जिलिङमा देखेको थिएन हामीले त गुड मर्निङ आज चाहिँ अब यहाँ मार्केट आएको छ घरमा आज मटन बनाउने अरे अन्त त्यसले गर्दाखेरि अब यहाँ हल्का धरानको लोकल मार्केट सब्जी मन्डी है यस्तो रहेछ दाजुले सोध्नुहुँदैछ है यो चाहिँ धरान है धरानको भ्यू यो चाहिँ सलिड धरान देखेको है र म यहाँनिर तपाईँहरूलाई मजाले सेटिस तल तल चाहिँ फगी लागेर क्या राम्रो नदेखेको यो चाहिँ धरान हो है नेपाल दार्जिलिङको पहाड चाहिँ होइन धरानको पहाड हो माथि हेर्नु न कस्तो चिसो छ होइन पहाड रहेछ नि हाम्रो पहाड त अब हामी खुट्टाको बजारभित्र छिर्दैछौँ होइन यो चाहिँ अब धरा बजारमा जाँदैछौँ नेपालको एउटा पुरानो सिटी हो होइन बाहिर म चाहिँ अब जाँदैछौँ है धरानबाट क्या धरानको अरेन्ज सिटी धनकोटा यहाँनिर चाहिँ सबै घरको कलरहरू होइन सबै ओरेन्ज सुन्तलाको कलरको छ त्यही भएर हामी चाहिँ ओरेन्ज सिटी भनेको छ सबै चाहिँ ओरेन्ज जस्तो सबै अरेन्ज सिटी है धनकोटाको अघि नै एक्सपोज गरेको थिएँ यो अझै ब्युटिफुल रहेछ अझै है फेरि एक्सपोज गरिदिँदैछु है
फोटो खिच्नुहुन्छ कि हजुर फोटो खिच्नुहुन्छ होइन होस् यहाँ चाहिँ दाजु हो अब यहाँ धनकटामा चाहिँ हल्का अब कफी है अलिक चिसो चिसो पनि भयो हुन्छ अब धनकटामा कफी खानु एकछिन है ब्रेक कफी ब्रेक है कफी चाहिँ अब लभली कफी है दाजुको ब्ल्याक कफी दाजु मेरो हेलो गाइस अब चाहिँ यहाँनिर धरानको स्काई वक रहेछ स्काई वकमा अब दाजुले एउटा स्काई वक गरौँ न भन्नुभयो र म पनि एक्साइटेड छु है अन्त यहाँ चाहिँ अब धरानको स्काई वक चाहिँ यो चाहिँ के बेडिटार बेडिटार स्काई वक धरान यहाँ पर चाहिँ पाथिभरा मन्दिर भेट्दो रहेछ है यस्तो छ हिमाल देख्छ नि यहाँबाट कुन चाहिँ हिमाल हो त्यो खै के हो यहाँबाट त्यति क्याच गरेन है आज हामी स्काई वक इन्जोयमेन्ट गर्छ अब जाडो भयो नि हामीलाई यता हेर्नु न يلا سوي رقصة ثانية رقصة البطريق ولا ستة كمان يا اخي دوس عندي خوش فاصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فاصلة يا اخي تفوز والله आउनुहोस् तपाईँहरू नि है धरानको बेडिटार स्काई वक अब म चाहिँ अहिले मेरो वाइफलाई छोडेर आएको एयरपोर्टमा अब म रिटर्न हुँदैछु दार्जिलिङ घर हो मन नराम्रो लागिरहेछ आफ्नो बुढी जाँदा है अब मेरो सबै धरान ट्रिप पनि भयो बुढीसित हो अन्त अब सिङ्गापुर फर्क्यो अन्त म दार्जिलिङ फर्किँदैछु घर है अन्त मेरो धरानको दाजु विकास है दिदी हेमा र उहाँलाई पनि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच है मलाई बोरिङ हुनु दिएन धेरै लभ र केयर दिनुभयो उहाँले है I love you all guys. You all are very best person in this world, right? Thank you. Bye bye.